एकदमै दुःखद घटना छ आज गोदावरी नगरपालिका वडा नम्बर 9 सेहरीको भल्का भन्ने ठाउँमा देख्न सक्नुहुन्छ। यो खुटिया नदीको यो गहिरो तालमा 7 जना विद्यार्थीहरू धनगढ़ीबाट यहाँ स्विम गर्न आउनु भएको थियो र 7 जना पौडी खेल्ने क्रममा 4 जना चाहिँ डुबेर मृत घोषित भइसक्नु भएको छ। उहाँहरूको लास सशस्त्र प्रहरीले गोताखोरले पानीबाट निकालेर किनारमा राखेको छ र देख्न सक्नुहुन्छ स्थानीयहरू यसरी उहाँहरू चाहिँ आउनु भएको छ र गोदावरी नगरपालिकाको सब वाहन पनि यहाँ आइसकेको छ। देख्न सक्नुहुन्छ एकदमै यो खतरनाक यो गहिरो ताल हो। देख्न सक्नुहुन्छ यो कुण्ड एकदमै निलो कुण्ड छ। यसमा चाहिँ एकदमै यो चाहिँ पौडी खेल्न नजान्नेहरूको लागि एकदमै अप्ठ्यारो अवस्था हुन सक्ने खतरनाक एकदमै डेन्जर यो चाहिँ ताल हो। तपाईहरू पौडी खेल्न जान्नुहुन्न, पौडीमा तपाईलाई दखल छैन भने चाहिँ कृपया यसरी गहिरो तालहरूमा तपाईहरू पौडी नखेल्नुहोस् हैन। ज्यानको आफ्नो सुरक्षा, आफूले पौडी खेल्न सक्ने नसक्ने, क्रस गर्न सक्ने नसक्ने सम्पूर्ण कुराहरू तपाईले जजमेन्ट गरेर मात्रै पौडीमा उत्रिनु होला। देख्न सक्नुहुन्छ पछाडितिर यो झोलुङ्गे पुल छ भल्काको र यो पछाडि देखिने भाग भल्का हो भने हामी यता सेहरी गाउँको किनारमा छौं। यतातिर यसरी यो ढुङ्गाको तारबार गरेको छ र यो तारबार गरेको ठाउँमा खुटिया नदीको पानी उताबाट आएर यसलाई चाहिँ एकदमै यो चाहिँ पानी घुम्ने ठाउँ हुनाले यो चाहिँ एकदमै गहिरो भएको छ। एकदमै गहिरो तालमा 7 जना विद्यार्थीहरू यहाँ चाहिँ पौडी खेल्दाखेरि यो एकदमै दुःखद घटना भइसकेको छ।